नमस्कार सम्पूर्णमा आजको इन्टरभ्यूमा दुईजनालाई सिलेक्ट गर्नुपर्ने छ। त्यसैले गर्दा म पहिलो उम्मेदवारलाई बोलाउन चाहन्छु। पहिलो उम्मेदवार कता हुनुहुन्छ? छिटो आउनुहोस्। हे प्रभु हे हरि राम जगन्नाथ प्रेमानंद। थ्याङ्क यू सर, म बस्न सक्छु। भाइको सक्कल हेर्दाखेरि त यहीँबाटै निकालिदिउँ जस्तो छ, तर केही छैन। म तिमीलाई प्रश्न सोध्नु भन्दा तिम्रो म परिचय लिन चाहन्छु यार भाइ। सर यस्तो पनि भन्ने कुरा हो काहीँ? तपाईँले सोध्नु न प्रश्न, तपाईँले सोध्नु भएको प्रश्न त म एक सेकेन्डमा भनिदिइहाल्छु कि त्यस्तो मान्छे होइन कि। ए भाइ, तिम्रो लागि पहिलो प्रश्न, तिम्रो नामसँगै काम के हो भन्नुहोस् त एकचोटि। सर तपाईँले प्रश्न कुन ढङ्ग र कसरी सोध्नुभयो भन्नुहोस् त एकछिन फेरि। यो भन्नु पर्दैन तपाईँले। आई एम केयरफुल, म होसियार छु सर। तपाईँले भन्नुभयो तपाईँको नामसँगै काम के हो भन्नुभयो। मेरो नाम राष्ट्रदेवी पितादेवी जुन विद्यादेवी भण्डारी हो मेरो नाम। मेरो काम भनेको सगरमाथा चढ्नेदेखि थाइल्यान्डको बजारसम्म घुम्ने साथै चन्दा उठाउने काम हो सर मेरो। आई, तिमीले प्रश्नको एन्सर के तरिकाले दिइरहेछौ गे? तिम्रो नामसँगै काम के हो भनेर मैले सोधिरहेको छु गे। तिम्रो नाम पनि काहीँ विद्यादेवी भण्डारी हुन्छ? तिम्रो काम भनेको थाइल्यान्डको बजारमा चन्दा उठाउने भनेपछि जाऊ न ताई चन्दा उठाऊ तिमी। किन यहाँ आउनु परिरहेको छ तिमीलाई? अच्छा भाइ, लास्ट एउटा मात्रै प्रश्न हो, यसमा सेलेक्ट हुनुभयो भने भयो, नत्र भने त्यही हो, थाइल्यान्डको बजारमा जाने अनि जुठा भाँडा बनाउने अनि त्यही छुटिए पुटिए अनि खाने हो। त्यही हो, लास्टमा जान्दा भने नजान्दा भने त्यही हो। अच्छा भाइ, तिम्रो घर चाहिँ कता पर्यो भन्नुहोस् त एकचोटि। सर, यो प्रश्नको एन्सर म छाती ठोकेर भन्न चाहन्छु। मेरो दाइको नाम विराज भट्ट हो। मेरो बाउको सम्पत्ति खाइपी कट्टा गरे हो। तपाईको एन्सरको फाइनली जवाब यही हो। ए भाइ, तिमीले दिएको प्रश्नको एन्सर सुन्दाखेरि त मेरो मेन्टल भन्दा पनि के भइसक्यो यार भाइ। कसरी जन्म लिन्छ नि यार यो पृथ्वीमा यस्ता यस्ता मान्छेले यार। झटक, तिमी यार यस्तो मान्छेको काम छैन यार। तिमी जाऊ त्यो थाइल्यान्डको बजारमा गएर भाँडा माझ्नु जाऊ, हटाऊ। अरे सर, तिमीले यो इन्टरभ्यूमा पास नगरे केही मस्कोमा टोकियोमा घर छन्, तिमीले यही इन्टरभ्यूमा नलिए म केही छोड्याउँदैन। तिमी यही जागिर तिमी यही खाया मैकेर दिए केही छोड्याउँदैन। म बाहिर यस्ता जागिर खाने